ईश्वर तपाईका सृष्टि हुन्। जग जग गर्ने पत्ती झैं बोल्ने आकाशमा तारा छन्। जग जग गर्ने पत्ती झैं बोल्ने आकाशमा तारा छन्। जुनाको किरण गाती हो नारम, जुनाको किरण गाती हो नारम। तपाईका सृष्टि हुन् हे ईश्वर तपाईका सृष्टि हुन्। मृगका पाठा घेरम गरी वनमा उफ्रेका। मृगका पाठा घेरम गरी वनमा उफ्रेका। पशु र पक्षी घेरम गरी, पशु र पक्षी घेरम गरी। तपाईको कोयली चरिछन् कुलुलुलु गर्दै खोला बग्ने तपाईका सृष्टि हुन् हे ईश्वर तपाईका सृष्टि हुन्। वनमा जान्छु फलफुल हेर्छु तपाईलाई सम्झन्छु। वनमा जान्छु फलफुल हेर्छु तपाईलाई सम्झन्छु। तपाईको रचना सम्झेर मनमा, तपाईको रचना सम्झेर मनमा। म छक्क पर्दछु हे ईश्वर म छक्क पर्दछु। न्याउली चरी बिलाउन गई वनमा उफ्रेका। न्याउली चरी बिलाउन गई वनमा उफ्रेका। पशु र पक्षी घेरम गरी, पशु र पक्षी घेरम गरी। तपाईले रचेका हे ईश्वर तपाईले रचेका। कुहु कुहु गर्ने वनमा उड्ने कोयली चरिछन्। कुलुलुलु गर्दै खोला बग्ने तपाईका सृष्टि हुन् हे ईश्वर तपाईका सृष्टि हुन्। कुहु कुहु गर्ने वनमा उड्ने कोयली चरिछन्। कुलुलुलु गर्दै खोला बग्ने तपाईका सृष्टि हुन् हे ईश्वर तपाईका सृष्टि हुन्। कुहु कुहु गर्ने वनमा उड्ने कोयली चरिछन्। कुलुलुलु गर्दै खोला बग्ने तपाईका सृष्टि हुन् हे ईश्वर तपाईका सृष्टि हुन्। कुहु कुहु गर्ने वनमा उड्ने कोयली चरिछन्। कुलुलुलु गर्दै खोला बग्ने तपाईका सृष्टि हुन् हे ईश्वर तपाईका सृष्टि हुन्। जग जग गर्ने पत्ती झैं बोल्ने आकाशमा तारा छन्।
सञ्चालित आजको 4th राउन्डको बाइबल क्विजमा उपस्थित हुनुभएको यहाँहरू सम्पूर्ण जुमबाट उपस्थित हुनुभएको यहाँहरू सम्पूर्णमा हार्दिक स्वागत भन्दछु। साथसाथै फेसबुक, युट्युब र जहाँबाट हामीसँग प्रत्यक्ष यसरी जोडिनु भएको छ यहाँहरूलाई पनि हामी हार्दिक स्वागत भन्दछौँ। अनि आइएनएसएलटी परिवारलाई अनि हिरा बाइबल कलेजलाई हामी धेरै धन्यवाद भन्दछौँ। यसरी बाइबल क्विज मार्फत हामीलाई विश्वभरि छरिएर हामी रहेका मण्डलीहरूलाई यसरी एउटै प्लेटफर्ममा त्यो पनि परमेश्वरको वचनद्वारा हामीलाई जोड्नु भएको लागि पनि हामी धन्यवाद भन्दछौँ। र यहाँहरू सम्पूर्ण जतिजनाहरू हजुरहरू जुममा हुनुहुन्छ, यदि हजुरहरू सजिलो ठाउँमा हुनुहुन्छ भने दया गरिकन भिडियोमा आइदिनु हुन हामी विनम्र अनुरोध गर्दछौँ। साथसाथै फेरि पनि एउटा सूचना हामी यहाँहरूलाई गर्न चाहन्छौँ। जति पार्टिसिपेटहरू हुनुहुन्छ हजुरको नामको अगाडि यहाँले कसैले नम्बर हाल्नु भएको छैन भने यहाँको नम्बर यहाँले रिनेम गरेर लगाउनु हुन पनि हामी अनुरोध गर्दछौँ। साथसाथै हामी जजेस प्यानलमा हुनुहुने सम्पूर्ण गुरुजनलाई पनि हामी स्वागतका साथमा धन्यवाद भन्दछौँ। साथै जतिजना गुरुबाहरू गुरुआमाहरू हजुरहरू हामीसँग यसरी प्रत्यक्ष सामेल हुनुहुन्छ, उपस्थित हुनुहुन्छ, यहाँहरूलाई पनि हामी स्वागतको साथमा धन्यवाद भन्दछौँ। साथसाथै हामीलाई क्विज खेलाउनको निम्ति हेमन्त सर अघिदेखि नै हामीसँग जोडिसक्नु भएको छ र हामी आशा गर्छौँ अनि हाम्रो प्रार्थना यो छ अनि गेम एकदमै राम्रो भइराखेको छ। तपाईँहरू एकदमै उत्साहित हुनुहुन्छ, सबैभन्दा छिटो कसरी एन्सर गरौँ भनेर यहाँहरू उत्साहित हुनुहुन्छ र एकदमै मेहनत साथ आउनुभएको छ र यहाँहरू सम्पूर्णको मेहनतमा प्रभुले आशिष दिनुभएको। साथसाथै आज वाइल्ड कार्डबाट पनि कतिजना आज छिर्नु भएको छ, आज प्रवेश पाउनु भएको छ, यहाँहरूलाई पनि हामी स्वागत भन्दछौँ। साथै अब आजको यस बाइबल क्विजलाई हामी अगाडि बढाउनुभन्दा अगाडि सुरुको प्रार्थना हामी गर्नेछौँ। म सुरुको प्रार्थना गरिदिन हुनको निम्ति आदरणीय पास्टर तुलबहादुर गुरुङ कुवेतबाट हुनुहुन्छ। म पास्टरज्यूलाई सुरुको प्रार्थना गरिदिनु हुन म विशेष अनुरोध गर्दछु। हस्, धन्यवाद। परमेश्वरलाई धन्यवाद हुन्छ। धन्यवाद हाम्रो अनिल सरलाई, प्रभुले धेरै आशिष दिनुभएको र यो मौका दिनुभएको हाम्रो अर्जुन सरलाई, साथै हाम्रो भाइ हेमन्तको टिमलाई परमेश्वरले धेरै आशिष दिउन्। जुन महान काम भइरहेको छ, धेरै उत्साह देखिरहेको छ भाइ बहिनीहरूलाई, ल बधाई छ, पूर्व कङ्ग्रेचुलेसन भन्नु पहिले होइन एडभान्समा। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ पहिला, अनि प्रभुको नाउँमा त्यहाँबाट हामी अगाडि बढ्नेछौँ। धन्यवाद छ पिता, जो सर्वशक्तिमान सर्वज्ञानी अन्तरिम परमेश्वर पिता, जो स्वर्ग सिंहासनमा विराजमान तपाईँ हुनुहुन्छ। प्रभु आज प्रभु यीशु ख्रीष्टको नाममा हामी सारा विश्वबाट जोडेर हामी यसरी एउटै स्क्रिनमा एउटै प्लेटफर्ममा एक भएका छौँ। प्रभु तपाईँलाई धन्यवाद सबै कुरोको लागि। प्रभु साँच्चै तपाईँको महान हुनुहुन्छ। हामी सारा विश्वमा कुनै काउजाबाट जतिजना हाम्रो भाइ बहिनीहरू तयारी हुँदै क्विजको लागि हामी हाम्रो जजेस गुरुबाहरूलाई साथै हाम्रो आयोजक टिमलाई धन्यवाद दिँदै प्रार्थना गर्छौँ। प्रभु यो सेवा सुरुदेखि अन्तसम्म हामी तपाईँ परमेश्वरको हातमा राख्दछौँ र बिचबिचमा अवरोध बाधाहरू ल्याउने अन्धकारको शक्तिलाई तपाईँ यीशुको नाममा हामी बाँध्दछौँ। प्रभु तपाईँलाई धन्यवाद। अनि जतिजना हाम्रो भाइ बहिनीहरू हुनुहुन्छ टिमको लागि उहाँलाई असल तरिकाले स्मरण शक्ति ज्ञान बुद्धि भरिपूर्ण पार्नुभएको चल्ने डिभाइसमा अनि प्रभु नेटवर्कमा तपाईँ रहनुभएको प्रभु हामी प्रार्थना गर्छौँ। अनि साथै हाम्रो लिड गर्ने हाम्रो भाइ हेमन्तलाई प्रार्थना गर्छौँ, उहाँले जुन कुराहरू काम गरिराख्नु भएको छ पिता हामी तपाईँलाई धन्यवाद दिन्छौँ। उहाँलाई अझै असल तरिकाले चलाउनलाई तपाईँ परमेश्वरले स्वर्गीय ज्ञान बुद्धिले भरिपूर्ण पार्नुभएको छ हामी प्रार्थना गर्छौँ। र जतिजना यहाँ हामी छौँ हामी सबैलाई तपाईँ परमेश्वरको हातमा राख्दछौँ। प्रभु यहाँ यो सेवा सुरुदेखि अन्तसम्म जतिजना सेवकहरू हुनुहुन्छ आफ्नो तर्फबाट आफ्नो अभिभावक काम कर्तव्य पुरा गर्ने उहाँ सबैलाई तपाईँ परमेश्वरको हातमा राख्दछौँ। वचनभक्त लगायत सम्पूर्ण हामी जतिजना हामी छौँ सबै तपाईँ परमेश्वरको हातमा राख्दै आजको सेवाको अगुवाई र आशिष माग्छौँ तपाईँ अति उच्च नि पवित्र येशू ख्रीष्टको नाउँमा। आमेन आमेन। जय मसीह। धन्यवाद। आमेन। हवस्, पास्टरज्यूलाई धेरै धन्यवाद प्रार्थनाको निमित्त। अब हामी एउटा भजनको या एउटा सङ हामी सुन्न गइराखेका छौँ, हेर्न गइराखेका छौँ। यसको निम्ति जनम एन्ड कल्पनाजीलाई म अनुरोध गर्दछु यो समय हजुरले लिइदिनुहोस्। हस्, धन्यवाद। हुन्छ, धन्यवाद आदरणीय पास्टरज्यूलाई। अनि यहाँ उपस्थित सम्पूर्ण प्रोग्राम आदरणीय जनहरूमा ख्रीष्ट अभिवादन जय मसीह।
आज पनि म एक्लै नै आएको छु। मेरो हस्बेन्ड चाहिँ अलिकति सन्चो हुनुहुन्न, यस कारणले गर्दाखेरि। अनि आज मैले हजुरहरूको बिचमा 174 नम्बरको भजन प्रभुजी तिमीलाई के चढाउँ भन्ने भजनलाई गाउन गइरहेको छु। अनि हजुरहरूले पनि आफ्नो ठाउँबाट गाएर परमेश्वरलाई महिमा दिन सक्नुहुनेछ। कल्पना अनि जनमजीलाई धेरै धन्यवाद। एकदमै मिठो भजन हाम्रो निम्ति हाम्रो बिचमा राखिदिनु भएको लागि यहाँलाई धेरै धन्यवाद। परमेश्वरले प्रशस्त आशिष यहाँहरूको जीवनमा दिनुभएको होस्। अब हामी एउटा सेयरिङलाई हेर्नेछौँ, सुन्नेछौँ। अनि सेयरिङ लिएर आउनुभएको छ नगेन्द्र रिजालज्यू। म यो समय सेयरिङको निम्ति समय लिइदिनु हुन यहाँलाई अनुरोध गर्दछु। हस्, धन्यवाद। हुन्छ। प्रभु येशू ख्रीष्टको नाममा आदरणीय पास्टरज्यूहरू, एल्डर अनि डिकन अगुवाज्यूहरू, शिक्षकवर्गज्यूहरू अनि सम्पूर्ण अनि विशेषजनहरूमा प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। धन्यवाद सञ्चालक दाजुलाई यो समय दिनुभएको लागि, साथै हिडा टिमलाई पनि अनि कृष्ण शर्मा सरलाई पनि धन्यवाद दिन चाहन्छु यो समय दिनुभएको लागि। अनि आजको यस हाजिर वाइल्ड कार्डमा सहभागी हुनुहुने सम्पूर्णलाई अग्रिम रूपमा शुभकामना दिन चाहन्छु। अनि मेरो हिडाको सेयरिङ साथै एउटा सानो गवाई पनि म राख्न चाहन्छु। यस ख्रिस्टमा आउनुको एउटा मात्रै उद्देश्य थियो। म किन विश्वास गरेँ भन्दाखेरि म चाहिँ आफ्नो एकदमै बिमारी थिएँ अनि रोगबाट निको हुनुको लागि यस ख्रिस्टमा विश्वास गरेको थिएँ। जब मैले यसलाई विश्वास गरेँ म मेरो आफ्नो रोगबाट म चङ्गाइ पनि पाएँ। जब म अध्ययन गर्न थालेँ अनि अध्ययन गर्दै जाँदा मैले उहाँको वचनबाट धेरै शिक्षा पाएँ। अनि बाइबल अध्ययन गर्दै जाँदाखेरि मलाई कति पदहरू, कति अध्यायहरू अनि अध्ययन खण्डहरू
अध्ययन गर्दाखेरि मलाई धेरै चुनौती हुन्थ्यो कि यस खण्डले भनेको के होला, यसको शब्दको अर्थ के होला, किन लेखिएको, के कारणले लेखिएको, यसलाई म मेरो जीवनमा कसरी लागू गर्न सक्छु, परमेश्वरको इच्छा के छ, उहाँको आज्ञा मेरो जीवनमा के छ भन्ने यी धेरै जिज्ञासाहरू मेरो मनमा आउँथ्यो। अनि मलाई अगुवा जनले भन्नुहुन्थ्यो कि बाइबल कलेजलाई अध्ययन गर्नु राम्रो हुन्छ भनेर भन्नुहुन्थ्यो। मलाई चाहिँ परमेश्वरको वचन सिक्न एकदमै धेरै तृष्णा थियो कि, अनि उहाँको वचन सिकेर अनि सिकाउन पनि एकदम इच्छा थियो, अनि उहाँको शिक्षा अनि उहाँको सेवा गर्न एकदम चाहन्थेँ। अनि मेरो चाहिँ नेपालमा मोरङ जिल्लामा भएको हुनाले त्यस समयमा त हाम्रो वरिपरि त त्यति धेरै बाइबल कलेजहरू थिएन, अब विराटनगर अलिक सहरतिर चाहिँ थियो। तर मलाई अध्ययन गर्ने चाहिँ एकदम इच्छा थियो, अनि तर पनि आफ्नो समय र स्थानले गर्दाखेरि पढ्ने वातावरण सहज थिएन। तर प्रभुमा मेरो यही प्रार्थना थियो, प्रभु यदि तपाईँको इच्छा भयो भने, यदि तपाईँको इच्छा छ भने प्रभु मलाई अवश्य पनि तपाईँले कसरी हुन्छ थाहा छैन, तर तपाईँले कलेजमा चाहिँ जोइन गरिदिनुहोस्, मेरो यही इच्छा थियो। अनि एकदम उहाँको वचन सिक्ने इच्छा थियो। नेपालमा नै अध्ययन गर्ने इच्छा भए तापनि अब अध्ययन गर्न त पाएको थिइनँ, अनि आर्थिक समस्याको कारण म चाहिँ नेपालबाट कुवेतमा आउनुपर्ने बाध्यता भयो। अनि कुवेतमा आयो, अनि मलाई चाहिँ लाग्यो अब कुवेत गइयो, अब चाहिँ पाइँदैन होला अवसर चाहिँ सायद अब उद्देश्यहरू यति नै होला भनेर जस्तो लागेको थियो। तर पनि परमेश्वरले मेरो जीवनमा धेरै ठुलो काम गर्नुभयो, अचम्म तरिकाले काम गर्नुभयो। म यहाँ कुवेत देशमा आए तापनि प्रभुले मलाई यहाँ यसरी अध्ययन गर्ने मौका अवसर दिनुभयो। जब म यहाँ हाम्रो निविज नेपाली चर्चमा हामी सेवा गर्दै थिएँ, त्यति बेला मैले इन्टरनेसनल नेपाली स्पिकिङ चर्च अफ बाल्टिमोरको फेसबुक पेजमा देखेँ कि त्यहाँ चाहिँ अब बाइबल कलेज पढाइ हुन्छ भने देखेँ, अनि सुने। अनि प्रभुलाई धेरै धन्यवाद दिएँ। म कति वर्षदेखि बाइबल अध्ययन गर्न चाहेको एउटा व्यक्ति, जो कति भौतारिए, कति प्रार्थना गरेँ, तर पनि प्रभुले करिब 12 वर्ष पछाडि प्रभुले यसरी उहाँले पुरा गर्नुभयो। परमेश्वरले भने जस्तै परमेश्वरले उहाँको समयमा नै सबै कुरो असल गर्नुहुन्छ भने जस्तै उहाँले यी सबै कुरो असल गर्नुभयो। हिडा बाइबल कलेजमा अध्ययन गर्ने अवसर पाएँ। म हाम्रो परमेश्वरलाई धन्यवाद दिन्छु र हाम्रो पास्टर गुरुजीलाई धन्यवाद दिन चाहन्छु, अनि नेपाली स्पिकिङ चर्च बाल्टिमोरलाई पनि। अनि उहाँको वचन मैले अध्ययन गर्ने अवसर पाएँ। अनि वचन अध्ययन गर्दाखेरि मैले हिडा बाइबल कलेज जोइन गरेपछि धेरै मैले वचन सिक्न पाएँ होइन। अध्ययन गर्दाखेरि धेरैपल्ट ड्युटीले गर्दाखेरि अब चुनौती अनि बाधा र चुनौती पनि आयो होइन। वचन अध्ययन गर्दाखेरि असाइनमेन्ट गर्दाखेरि धेरैपल्ट मलाई बाधा चुनौती पनि आयो, तर पनि प्रभुले आजको दिनसम्म मलाई डोराइरहनु भएको छ। अनि यहाँबाट मैले धेरै कुरा सिक्ने पाएँ, अवसर सिक्ने मौका पाएँ, सिक्न पनि पाएको छु, सिकाउनु पनि पाइरहेको छु मण्डलीमा। आज म ड्युटी गर्दै पनि आफ्नो काम गर्दै कम्पनीमा काम गर्दै पनि पढ्न पनि पाइरहेको छु, अनि प्रभुलाई धन्यवाद दिन्छु। आज कति कुराहरू मैले जुन सिक्न पाएको थिइनँ, प्रभुले आज मलाई धेरै कुराको वचनको प्रकाश पार्नुभएको छ। अनि साँच्चै हिडा टिमलाई धन्यवाद दिन्छु। आदरणीय पास्टर मनोज सर अनि धेरैजना टिमहरू हुनुहुन्छ, उहाँले जुन किसिमको यो घरमै बसेर जुन किसिमको यो खालको सुरुवात गर्नुभयो, परमेश्वरलाई धन्यवाद। जसरी उहाँको वचन मत्ती 6:33ले भन्छ कि तर पहिले उहाँको राज्य र धार्मिकता खोजेर सबै थोक तिमीहरूको लागि थपिनेछ भने जस्तै मैले उहाँको राज्य र उहाँको धार्मिकताको जब खोजी गरेँ, परमेश्वरले ती सबै कुरामा आफ्नो दासलाई अनि सहायता गर्नुभयो। अनि आज म कुवेत देशमा भए तापनि आफ्नो ड्युटी गर्दै पनि यसरी हिडा कलेज पढ्न पाएको छु, अनि परमेश्वरलाई धन्यवाद दिन्छु। हुन्छ, मेरो सेयरिङ लिएर चाहन्छु सबैजनालाई। जय मसीह। हवस्, जय मसीह। यहाँलाई धेरै धन्यवाद। सो एकदमै उत्साहपूर्ण सेयरिङ हाम्रो बिचमा राख्नु भएको लागि अझै आउने दिनमा प्रभुले धेरै आशिषका साथमा चलाउनु भएको होस्। यहाँहरू सम्पूर्णलाई म पनि छोटो गरी भन्नुपर्दा हिमालयन डायस्पोरा एकाडेमीको पहिलो विद्यार्थी म आफै पनि भएको कारण र यहाँबाट अध्ययन गरेको परमेश्वरको वचन र असल गुरुजनहरूबाट, एकदमै अनुभवी गुरुजनहरूबाट अध्ययन गरेको कारण म मेरो सेवकाईमा मैले धेरै पुगेको मेरो सेवकाईमा छ। यहाँहरू हजुरहरूमध्ये कोही हुनुहुन्छ या हजुरहरूको मण्डलीमा कोही हुनुहुन्छ या परिवारमा भने पनि यहाँले बताउनुहोस्, यहाँले गएर भन्नुहोस् र हिमालयन डायस्पोरा एकाडेमीमा जोडिनको निम्ति पनि यहाँले उत्साह दिनुहोस् र असलै परमेश्वरको साँचो र सत्य वचन हामीले जवान अवस्थादेखि नै हामीले सिकेर अगाडि अझै आउने सेवकाईमा बढ्नको लागि यहाँलाई हामी पनि उत्साह दिँदछौँ। हुन्छ, अब हामी ढिला नगरिकन एउटा हामी उत्साहपूर्ण वचन हामी सुन्नेछौँ। हाम्रो बिचमा आदरणीय पास्टर गुरुबा रविन छेत्री इन्डियाबाट हुनुहुन्छ। गुरुबाले आइएनएसएलटीमा अनि हिडमा धेरै योगदान, गुरुबाले सुरुदेखि हामीलाई सिकाउने काममा हामीलाई सहायता पुर्याइराख्नु भएको छ। म यो समय गुरुबालाई लिदिनु हुनको निम्ति विशेष अनुरोध गर्दछु। हस्, धन्यवाद। धन्यवाद यो समयको निम्ति र अग्रिम सबै पार्टिसिपेन्ट्सहरूलाई बधाई दिँदै सोझै प्रभुको वचनमा हामी छिटो गरेर जानेछौँ।
यहोशूको 1 अध्यायबाट म पढ्दैछु। परमप्रभुको दास मोसाको मृत्युपछि मोसाका सहायक नुनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, मेरो दास मोसा मर्यो, यसकारण उठ, त यी सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोसालाई प्रतिज्ञा गरे झैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। मरुभूमिदेखि लेबाननसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदी, हित्तीहरूको जम्मै देश, पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन। जसरी म मोसासँग रहे त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्दिन अनि तँलाई त्याग्ने छैन। बलियो र खुब साहसी बन, किनकि मैले तिमीहरूलाई पिता पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिमीहरूको अधिकारमा गराउन तैँले तिनीहरूलाई अगुवाई गर्नेछस्। बलियो र अति साहसी हो। मेरो दास मोसाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यसबाट दाहिने देब्रेतिर नफर्किनु र त जहाँ गए पनि सफलता पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्, तर त्यसमाथि तैँले दिनरात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै कुरा होसियारी साथ पालन गर्नु र तेरा सबै मार्गमा तैँले उन्नति पाउनेछस्। आमेन। प्रभुले वचन पढाइमा हामी सबैलाई आशिष दिएको होस्। यो थियो यहोशूको 1 अध्याय। तर ठिक यसको अगाडि तपाईँले व्यवस्था 34 अध्यायमा देख्नुहुन्छ भने मोसा जो चाहिँ लिडर हो उसको मृत्यु भएको छ। अनि मृत्यु भएपछि अर्को लिडर यहाँनिर खडा भएको छ, यहोशू। तपाईँलाई याद छ, यसलाई हामी ट्रान्जिसनल टाइम, ट्रान्जिसनल पिरियड भन्छौँ। यो एउटा बदलावको समय हो। अनि कुनै पनि कुरामा बदलाव हुँदाखेरि सिस्टम फेल हुन्छ। कसो होला भन्ने प्रश्नहरू हुन्छ। अगाडिको अगुवा त राम्रो थियो, अब यहोशूले के गर्ने हो भन्ने यस्तो आशंकाहरू, डरहरू, एप्रिहेन्सनहरू, कन्फ्युजनहरू, थुप्रै कुराहरू भइराखेको हुन्छ, किनकि सबै कुराहरू परिवर्तन भइराखेको हुन्छ। तर यस्तो समयमा परमेश्वरको वचन आयो यहोशूको जीवनमा। 1देखि 5सम्ममा हामीले पढ्यौँ, त्यहाँनिर प्रमिस, प्रतिज्ञा आयो। त्यो प्रतिज्ञा 2 प्रकारले आयो, एउटा भर्बल अनि अर्को इन रिटन, अघि यहाँ लेखिएको कुराहरू भन्ने छ। परमेश्वर स्वयंले त नडरा, म तेरो साथमा छु, व्यवस्थाको कुराहरू तैँले ध्यान गर्नु भन्ने कुराहरू, प्रतिज्ञा आएको कुरा हामी देख्दछौँ। अनि यो विशेष 3 पदमा हामी 3देखि 5 पदसम्ममा हेऱ्यौँ भनेदेखिलाई यो प्रतिज्ञा सबै परमेश्वर स्वयंबाट आएको थियो। अनि यो प्रतिज्ञामा जम्मै देश, हित्तीहरूको देश, महासागरदेखि लिएर सम्पूर्ण कुराहरू जम्मै म तँलाई दिन्छु भन्ने परमेश्वरको प्रतिज्ञा रह्यो। र यो सारा जग्गा जमिन भन्दा म के बुझ्छु, आज अलिकति आत्मिकीकरण गर्दाखेरि म हराएको आत्माहरू देख्छु। दोस्रो कुरा, कुनै पनि शत्रु तेरो अगाडि खडा हुन सक्दैन भन्दाखेरि शैतानलाई म यहाँनिर बुझ्छु, कुनै पनि शक्ति खडा हुन नसक्ने कुरा। अनि अर्को कुरा, किन यसरी हुन्छ भन्दा म तँसँग रहनेछु, उहाँको प्रेजेन्स, उहाँको उपस्थितिको कारणले गर्दा। यो प्रतिज्ञा त बडा गजबको थियो, सबैजना गजबको भए, नडराउने कुराहरू। तर बाँकी 6, 7, 8, 9 यो 4वटा पदमा हेर्दाखेरि त्यहाँनिर चाहिँ रिक्वायरमेन्ट हामी देख्छौँ, गर्नुपर्ने कुरा। ल है, अब प्रतिज्ञा मात्रै भएर भएन, तर तिमीहरूले पनि केही कुराहरू याद गर्नुपर्छ, रिक्वायरमेन्ट। त्यो चाहिँ के थियो भनेदेखिलाई, बलियो हो र खुब साहसी हो। अनि यो बलियो हो, बी स्ट्रङ एन्ड करेजियस भन्ने जुन शब्द छ, यो 4वटा पदमा 3 पल्ट दोहोऱ्याइएको छ। यसको अर्थ उनीहरू धेरै डराएको थियो, हित्तीहरूसँग, अरू जातिहरूसँग धेरै डराएको थियो। त्यसले गर्दा परमेश्वरको वचन 3 पल्ट, 1 पल्ट होइन, 2 पल्ट होइन, 3 पल्ट, नडरा, बलियो हो, खुब साहसी हो भन्ने वचन आएको कुरा हामी देख्दछौँ। अब यो नडरा, साहसी हो भनेको चाहिँ तिमीहरू फिजिकली एकदम बलियो हुनु, हात हतियार रेडी गर्नु, काटमार गर्नुपर्छ भन्ने कुराहरूको फोकस थिएन। तर यो बलियो केमा हुनुपर्ने भन्दा एउटा प्रश्न उठ्छ, है, त्यो चाहिँ हो व्यवस्थामा, इन द ल अफ गड, परमेश्वरको व्यवस्थामा बलियो हुनुपर्ने कुरा। अनि अर्को कुरा, होसियारी हुनु भनेको छ। होसियारी चाहिँ केमा हुनु भन्दाखेरि व्यवस्थालाई आज्ञा पालन गर्ने कुरामा। जति पनि हामी परमेश्वरको वचनको कुराहरू छ त्यसमा हामी होसियारी साथ आज्ञा पालन, किनकि धेरैचोटि नलेज बढ्छ हाम्रो,
क्विजले झन् धेरै नलेज बढाउँछ, तर कतिचोटि आज्ञा पालन गर्ने कुरामा हामी चुकिराखेका हुन्छौँ र त्यसमा चाहिँ होसियार हुनु भनेको छ। अर्को प्रश्न उठ्छ कहिले भन्दाखेरि मनन गर्ने कुरा चाहिँ क्विजको समयमा मात्र होइन, तर दिन अनि रात, डे एन्ड नाइट मेडिटेट भनेको छ परमेश्वरको वचन के भन्ने अर्को प्रश्न उठ्छ। त्यो चाहिँ ध्यान गर्नुपर्ने कुरा। अब यो परमेश्वरको वचन पढ्नु एउटा विषय हो, अनि परमेश्वरको वचन मनन गर्नु, मेडिटेट गर्नु छुट्टै विषय हो। आज यदि तपाईँहरूले पढ्दै हुनुहुन्छ भनेदेखिलाई प्रेज द लर्ड भन्छु म, तर अर्को फेजमा तपाईँहरू उत्रिनु होला, त्यो चाहिँ मनन, मेडिटेसन, अनि त्यसले तपाईँको स्पिरिचुअल लेभल धेरै माथि लान्छ। यो गर्दा के हुन्छ भन्दाखेरि अब अर्को प्रतिज्ञा आयो, तिमीले सफलता पाउँछौ अनि तिम्रो उन्नति हुन्छ। है, सक्सेस हुने कुरा, प्रस्पर हुने कुरा यहाँ लेखिएको छ। एउटा हामीले जान्नुपर्ने कुरा, यो सानो छोटो वचन मेरो 10 मिनट्सको मात्रै छ, तर तपाईँलाई म आज के भन्न चाहन्छु भने नि, की टु भिक्ट्री एन्ड सक्सेस भनौँ अघि, विजय पाउने र सफलता पाउनेको साँचो चाबी चाहिँ के हो भन्दाखेरि इट इज इन द ओबिडियन्स टु गड्स वर्ड। परमेश्वरको वचन पढाइमा भन्दाखेरि पनि परमेश्वरको वचन आज्ञा पालनमा चाहिँ हाम्रो विजय छ, हाम्रो सफलता भन्ने कुराहरू त्यहाँ छ। आज धेरैजना मानिसहरू परमेश्वरको वचन पढिराखेको छ, तर सफलता र विजय भन्ने कुराहरू त्यति अनुभव गरेको छैन भने हामी आफैले आफैलाई जाँच्नुपर्ने कुरा हो, कतै म आज्ञा पालनको क्षेत्रमा अलिकति राम्रो छुइनँ कि भन्ने कुरा। आज लेट हिज वर्ड, उहाँको वचन चाहिँ द सेन्टर अफ योर लाइफ, तपाईँको जीवनको केन्द्रबिन्दु चाहिँ वचन होस्। उठ्दा, बस्दा, खाँदा, बात मार्दा, हरेक कुरामा परमेश्वरको वचन चाहिँ केन्द्रबिन्दु भएको होस् भन्ने म चाहना गर्छु। अनि अर्को कुरा हामी देख्दछौँ, परमेश्वरको वचनलाई नि, परमेश्वरको वचन चाहिँ एउटा कस्तो भन्दाखेरि अनवेभरिङ कमिटमेन्ट हामीले आज गर्नुपर्छ। अघि यो क्विजमा त ठिकै छ, हामी भाग लिइराखेका छौँ, तर हामीले एउटा कहिले पनि नडगमगाउने प्रतिज्ञा, समर्पणता हामीले गर्नुपर्छ। त्यो चाहिँ के भने, प्रभु म तपाईँको वचन अझै अझै गहिराइमा पढ्छु भन्ने कुराहरू हामी यहाँ देख्दछौँ। र मैले तपाईँलाई ट्रान्जिसनको कुरा गरिहालेँ। मोसा मर्यो, योसु आएको छ, योसु डराएको छ, इजरायलीहरू पनि डराएको छ, अनि योसुलाई र सारा इजरायलीहरूलाई साहस दिने कुरा चाहिँ के थियो भन्दाखेरि हात हतियार र आर्मीमा थिएन, सेनामा थिएन, तर परमेश्वरको वचनमा। अनि परमेश्वरले सोझै भन्नुभयो, यदि तिमीले यो वचनलाई दिनरात मनन गर्यौ भने के हित्ती जाति, त्यस्ता कति जातिहरू आउलान्, दुश्मनहरू कति पछि लाग्लान्, समस्याहरू आउनु सक्छ, तर हामी सबैको जीवनमा सफलता र विजय भन्ने कुरा चाहिँ परमेश्वरको वचनबाट नै हो, उहाँको वचनमा आज्ञाकारिता भएर नै हो। यस कारणले गर्दा आज सबै भाइ बहिनीहरूलाई, अघि इन्क्लुडिङ माइसेल्फ, म आफैलाई पनि, हामी सबैलाई नै म उत्साह दिन चाहन्छु। परमेश्वरको वचन चाहिँ यस्तो चिज हो, योभन्दा माथि केही पनि छैन, योभन्दा ठुलो केही पनि छैन, योभन्दा मिठो केही पनि छैन। हामी आज त्यसै कारण प्रभुले त्यसै भन्नुभएको होइन, मानिस रोटीले मात्र बाँच्दैन। अघि प्रभुलाई थाहा थियो परमेश्वरको वचन कति महत्त्वपूर्ण कुरा छ हाम्रो जीवनमा। अनि हामी आज बाँच्ने कुरा र अघि बढ्ने कुरा, समस्यामाथि विजय हुने कुरा, हरेक प्रकारको सर्कमस्टान्सेसहरूमाथि उत्तीर्ण हुने कुरा चाहिँ केवल परमेश्वरको वचन हो। यो मेरो आफ्नो जीवनको एउटा अनुभव, टेस्टिमनी पनि हो। यो लामो क्रिस्चियन जीवनको यात्रामा मैले सहारा पाएको कुरा, मैले बल पाएको कुरा, मैले दिशा पाएको कुरा चाहिँ केवल परमेश्वरको वचन हो। परमेश्वरले सम्पूर्णलाई आशीर्वाद दिएको होस्। र मेरो यो सानो छोटो वचन यहाँ राख्दै फेरि पनि बाँकी समय सञ्चालकलाई दिन्छु। जय मसी, गॉड ब्लेस यू। हुन्छ, मैले समय सञ्चालकलाई दिइसकेको छु। अनिललाई हुनुहुन्छ, उहाँको डिस्कनेक्ट भयो जस्तो छ, साउन्ड चाहिँ कनेक्ट भएको छैन। एक सेकेन्ड, मलाई सुन्नु भएको बेला माफ गर्नुहोस्, मेरो नेट गएछ। हुन्छ, सो आदरणीय
बालाई धेरै धन्यवाद भन्दछौँ। सो एकदमै उत्साहपूर्ण वचन हाम्रो बिचमा दिनुभएको छ अनि यो वचनले अझै तपाईँहरू अझै उत्साहित हुनुहुन्छ भन्ने हामी विश्वास गर्दछौँ। म एक दुईवटा सूचना यहाँ भन्न लागिराखेको छु। यदि हजुरहरूले आफ्नो डिभाइसलाई फेरि एकपल्ट चेक गरिदिनुहोस्, सो मिस्टेकली हाम्रो अनम्युट नभएको होस् र यो क्विजको समयमा हामी एकले अर्कालाई हाम्रो डिभाइसले अरूलाई बाधा नपुर्याएको होस्, त्यसलाई ख्याल गरिदिनुहोस्। हजुरहरूको नामको अगाडि नम्बर लेख्न भुल्नुभएको छ भने प्लिज यसलाई पनि छिटो लेखिदिनुहोस् भनेर भन्न चाहन्छौँ। अर्को एउटा चाहिँ आजको क्विजसँग होइन, आउने दिनमा वुमन्स फेलोसिपको तयारी भइराखेको छ अनि जतिजना पास्टर दिदीबहिनीहरू हजुरहरू हुनुहुन्छ, सो जुममा क्विज हजुरहरू टिमको लागि हुन म अनुरोध गर्दछु। अब हामी एकदमै आजको क्विजको प्रतीक्षा समयको घडी अब सकिएको छ। सो यहाँहरू एकदमै उत्साह एकदम तयारी भएको हामी देख्न लागेका छौँ अनि हामी पनि एकदमै तयारी छौँ र आजको बाइबल क्विज एकदमै बिचको ठाउँमा छ। सो आजका विजेता पक्का पनि सेमी फाइनल र फाइनलको यात्रातिर हुनुहुन्छ अनि जतिजना सेमी फाइनलमा पुग्नुहुन्न यहाँहरूलाई पनि हामी धन्यवाद भन्दछौँ। अर्कोचोटि फेरि कोसिस गर्नुहोस् भनेर हामी भन्न चाहन्छौँ र हामी एकचोटि म जजेस प्यानलमा को हुनुहुन्छ म एकचोटि पढिदिन चाहन्छु। म यहाँहरूलाई म नाम उल्लेख गर्न चाहन्छु। सो आज हाम्रो बाइबल क्विजको जजेस प्यानलमा हुनुहुन्छ अति आदरणीय पास्टर रेभरेन्ड सलमान महर्जनजी हुनुहुन्छ, साथसाथै हिडा बाइबल कलेजको प्रेसिडेन्ट चेयरम्यान पास्टर डाक्टर मनोज श्रेष्ठ जी हुनुहुन्छ, त्यसै गरिकन आदरणीय पास्टर मनोहर पाठकजी हुनुहुन्छ, साथसाथै आज असल वचन दिनुहुने आदरणीय पास्टर रविन छेत्री ज्यू हुनुहुन्छ, साथसाथै आदरणीय पास्टर गङ्गा तामाङजी हुनुहुन्छ। सम्पूर्ण जजेसहरूको लागि पनि हामी स्वागतको साथमा धेरै धन्यवाद भन्दछौँ। अब हामी क्विजमा जानेछौँ। हामी एकले अर्कालाई जतिजना आज वाइल्ड कार्डबाट प्रवेश पाउनुभएको छ हजुरहरूलाई स्वागत भन्दछौँ र सम्पूर्ण स्वागत छ। एकचोटि हामी हेमन्त सर हाम्रो बिचमा एकदमै तयारी अवस्थामा तपाईँहरूलाई क्वेसन सोध्नको लागि एकदमै तयारी अवस्थामा हुनुहुन्छ। जतिजना तपाईँहरू फेसबुकबाट पनि एकदमै उत्साहपूर्ण गेम खेलिराख्नु भएको छ हजुरहरूलाई पनि हामी स्वागत भन्दछौँ र फेसबुकबाट खेल्नु हुनुहुने जतिजना हुन्छ हजुरहरू पनि तयारी हुनुहुन्छ र हामी एकचोटि सबैजनाले एकले अर्कालाई र हेमन्त सरलाई पनि हामी ताली बजाएर हामी एकले अर्कालाई स्वागत गर्नेछौँ। साथसाथै यो स्वागतका साथसाथै म बाँकी समय म हेमन्त सरलाई हस्तान्तरण गर्न गइरहेको छु। अबको समय हेमन्त सर तपाईँले। हस्, धन्यवाद। जय मसीह सबैजनालाई। अनिललाई पनि धेरै धन्यवाद यो समय दिनुभएको लागि। यहाँहरू सबैजना एक्साइटेड हुनुहुन्छ होला म जस्तै। आउनुहोस् म मेरो स्क्रिनलाई सेयर गर्छु अनि हामी आजको क्विजलाई सुरु गर्नेछौँ। हजुरहरूको टेन्सनलाई इज गराउनको लागि म्युजिक पनि बजाइदिन्छु है। ल यो स्क्रिन देख्नुभयो। ल यो क्युआरको थ्रुबाट या यो पिन हालेर तपाईँहरू जोइन गर्न सक्नुहुन्छ। अनि अरू कतिजना यहाँ हुनुहुन्छ प्लेयर्सहरू, तपाईँहरूले आफ्नो जुममा आफ्नो भिडियो अन गरिदिनु होला। खै 50 जना जोइन भइसक्नु भएको छ।
ओके यहाँहरू कतिजनाले प्रपर कोड राइट कोड युज गर्नु भएको छैन यहाँहरूले चाहिँ लाइक मैले पछि स्कोरिङको बेलामा आइम सरी भन्नुपर्ने हुन्छ है म हामी 30 सेकेन्ड अझै वेट गरौँ 115 जना आइसक्नु भएको छ क्युआरलाई मैले बन्द गर्छु हजुरहरूले यहाँ गेम पिन हेरेर जोइन गर्न सक्नुहुन्छ Let's wait for a few more seconds. Okay, सुरु गरौँ हजुरहरू तयार हुनुहुन्छ आन्सर दिनुहोस् ल राइट ल सुरु गरौँ है त सुरु गर्नुभन्दा अगाडि एउटा सूचना आज चाहिँ we only have 40 questions आज 40 वटा मात्रै प्रश्नहरू छन् अनि दुईटा मात्रै जनरल नलेजबाट छ 38 questions are from round 1 2 and 3 जुन हजुरहरूले पढिसक्नु भएको छ so it's going to be very easy हामी आजको क्विजलाई सुरु गर्छौं हजुरहरू जोइन गर्दै गर्नु भए पनि हुन्छ ओके ल पहिलो प्रश्न चाहिँ यो भनाइ कोसँग सम्बन्धित छ है त कसलाई भनिएको हो क्वेशन नम्बर 1 कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन नो वन क्यान सी गॉड्स किंगडम अनलेस दे आर बोर्न अगेन यो भनाइ कोसँग सम्बन्धित छ मार्था निकोदेमस बप्तिस्मा दिने यूहन्ना पत्रुस मार्था निकोदेमस बप्तिस्मा दिने यूहन्ना पत्रुस कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन ओके निकोदेमस भनेर 115 जनाले सही जवाफ दिनुभएको छ यो यूहन्ना 3 अध्यायबाट सोधिएको प्रश्न हो यहाँले अर्को एउटा कुरा नोटिस गर्नु डिस्टर्ब गरे है सरी हाम्रो एकजनाको हुँदै भए हैन कनेक्सन काउट तपाईले यो गेम पिन युज गरेर इन मिडल अफ द गेम जोइन गर्न सक्नुहुन्छ है मैले यो हजुर गेम पिन राखिदिएको छु ल हुन्छ विल माफ गर्नुहोस् यसलाई यो गेम पिन चाहिँ स्क्रिनको तल छ हेरेर तपाईहरुले जोइन गर्न सक्नुहुन्छ स्कोर बोर्डलाई हेरौँ है त पहिला त्यतिखेरसम्म तपाई आउँदै गर्नु होला अनि त्योभन्दा अगाडि लेट मी चेन्ज दिस ओके स्कोर बोर्ड यस प्रकार छ सबैभन्दा पहिला स्कोर बोर्डमा हुनुहुन्छ युनाइटेड नेपाली चर्च जापानबाट केसर त्यसपछि स्कोर बोर्डमा हुनुहुन्छ रोफेक लाइफ गिभिङ चर्च नेपालबाट सम्झना रोका त्यसपछि हुनुहुन्छ थर्ड पोजिसनमा बेथेल मिसन चर्च हङकङबाट रुथ त्यसपछि हुनुहुन्छ अनन्त क्रिस्टीय चर्च नेपालबाट बुद्ध त्यसैगरी फिफ्थ पोजिसनमा हुनुहुन्छ नेपाली चर्च क्रोसियाबाट मुना तपाईहरु सबैजनालाई स्कोर बोर्डमा स्वागत छ अब अर्को प्रश्नमा हामी जानेछौँ मेरो सेटिङ अलिकति बिग्रियो सेकेन्ड क्वेसन देखि चाहिँ यो स्मुथ हुनेछ है त ल क्वेसन 2 रोमी 6 अनुसार परमेश्वरले दिने वरदान के हो अकॉर्डिंग टू रोमन 6 व्हाट इज द गिफ्ट दैट गॉड गिव्स ऑप्शंस ख्रिस्टमा मिलाप ख्रिस्टमा शान्ति पाप क्षमा अनन्त जीवन reconciliation in Christ peace in Christ forgiveness eternal life what is the gift that God gives according to Romans 6 ओके अनन्त जीवन भनेर 103 जनाले सही उत्तर दिनु भएको छ अनि हामी स्कोर बोर्डलाई हेरौँ स्कोर बोर्ड पुरै
पुरै परिवर्तन भएको छ। सबैभन्दा पहिला नेपालबाट डेकापोलिस प्रेयर हाउसबाट लाजरस हुनुहुन्छ। उहाँहरूको टिममा सुजन, लाजरस र कर्नेलियसले खेलिरहनु भएको छ। तपाईँहरू तिनैजनालाई अल द बेस्ट। त्यसपछि सेकेन्ड पोजिसनमा हुनुहुन्छ अनन्त क्रिस्चियन चर्चबाट मेरी, उहाँहरू बुद्ध तामाङ, सुषमा सुनवार र मेरी सुनवारले खेलिरहनु भएको छ। तपाईँहरूलाई पनि स्वागत छ। असल गोठालो नेपाली चर्च युएबाट हुनुहुन्छ तेस्रो स्थानमा नवराज तामाङ, अनि उहाँहरूसँगै हुनुहुन्छ राज धनुके र एली राई। तपाईँहरूलाई पनि स्वागत छ। अनि मैले बुद्ध उहाँको नाम अघि लिइसकेँ। त्यसै गरी लाजरससँगै शर्मिला तपाईँ पनि हुनुहुन्छ। फर्स्ट एन्ड आइम सरी, यो अर्कै चर्च हो है। 216 भनेको युनाइटेड नेपाली चर्च जापानबाट हुनुहुन्छ शर्मिला, अनि उहाँसँग हुनुहुन्छ ग्रेस र बिरबल। तपाईँहरूलाई पनि स्वागत छ। लेट्स गो टु अनदर क्वेसन, क्वेसन नम्बर 3। तर वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। बट जस्ट से द वर्ड एन्ड माई सर्भेन्ट विल बी हिल्ड। कसले भनेका हुन्? म्याथ्यू, जखायस, सेन्चुरियन, विडो। मत्तीले, जखायसले, कप्तानले, विधवाले। तर वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ। मत्तीको पुस्तकबाट सोधिएको प्रश्न हो यो। 8 अध्यायबाट कप्तान द सेन्चुरियनले प्रभु येशूलाई भनेको भनाइ। यसका साथै स्कोर बोर्ड चेन्ज भएको छ। स्कोर बोर्डमा अनन्त क्रिस्चियन चर्चबाट बुद्ध पहिलो स्थानमा हुनुहुन्छ। त्यसै गरी असल गोठालोबाट नवराज दोस्रो स्थानमा हुनुहुन्छ। अनन्त क्रिस्चियन चर्चबाट मेरी तेस्रो स्थानमा हुनुहुन्छ। अनि त्यसै गरी डेकापोलिस प्रेयर हाउस नेपालबाट लाजरस हुनुहुन्छ चौथो स्थानमा। अनि त्यसै गरी असल गोठालोबाट फेरि राज हुनुहुन्छ। तपाईँहरू सबैजनालाई स्वागत छ। एउटा अर्को नाम स्कोर बोर्डमा छ। गलेट चर्च बनेपा काभ्रेबाट इसाक हुनुहुन्छ। तपाईँलाई पनि स्वागत छ। 16 पोजिसन क्लाइम गरेर तपाईँ स्कोर बोर्डमा देखिनु भएको छ। अर्को प्रश्नमा जानेछौँ। एकदमै सजिलो प्रश्न हो यो। पहिलो कोरिन्थीबाट सोधिएको, सबैले मिलाउनुहुन्छ होला। के को कहिल्यै अन्त्य हुँदैन? वाट नेभर फेल्स। अप्सन्स आर भाषाहरू, ज्ञान, अगमबाडी, प्रेम। के को कहिले अन्त्य हुँदैन? टङ, नलेज, प्रोफेसी, लभ। अनि अहिले हामीले समय पनि बढाएर 20 सेकेन्ड राखेका छौँ है। यु हेभ इनफ टाइम। यसको राइट एन्सर हो प्रेम। 126 जनाले मिलाउनु भएको छ। यसका साथसाथै स्कोर बोर्डमा देयर इज अ चेन्ज। चेन्ज कस्तो छ भने अनन्त क्रिस्चियन चर्चबाट मेरी हुनुहुन्छ। त्यसै गरी असल गोठालो नेपाली चर्चबाट राज हुनुहुन्छ। अनन्त क्रिस्चियन चर्चबाट बुद्ध, अनि युनाइटेड नेपाली चर्च जापानबाट बिरबल हुनुहुन्छ। त्यसै गरी अर्को एउटा नयाँ नाम अहिले स्कोर बोर्डमा छ। त्यो नाम हो जीवन ज्योति चर्चबाट सलिना। तपाईँलाई पनि स्वागत छ। एन्ड देयर इज वान मोर नेम, इभान्जेलिजम कुन्दार चर्च पोखराबाट एउटा नाम छ बृष्टि। तपाईँलाई पनि स्वागत छ। तपाईँले 21औं खुड्किलाई जम्प गरेर हाइएस्ट क्लाइम्बर हुनुभएको छ। लेट्स गो टु क्वेसन नम्बर 5। मर्कुस 1 मा येशूले सिमोन र आन्द्रियासलाई के गर्न बोलाउनु भयो? इन मार्क 1, व्हाट डिड जीसस कॉल साइमन एन्ड एन्ड्रयू टु डू? प्रचार गर्न, मण्डली बनाउन, उहाँलाई पछ्याउन, गालिल छाड्न। टु प्रिच, बिल्ड द चर्च, टु फलो हिम, टु लिभ गालिल। मर्कुस 1 मा येशूले सिमोन र आन्द्रियासलाई के गर्न बोलाउनु भयो? ओके, द राइट एन्सर इज फलो हिम। उहाँलाई पछ्याउनलाई 121 जनाले यसको सही जवाब दिनुभएको छ। स्कोर बोर्डलाई हेरौँ। स्कोर बोर्डमा त्यति धेरै फरक छैन। अनन्त क्रिस्चियन चर्चबाट हुनुहुन्छ बुद्ध, अनन्त क्रिस्चियन चर्चबाट मेरी, अनि त्यसै गरी जीवन ज्योति चर्चबाट म मार्क गर्दैछु अर्कोचोटि भेट्न सजिलो होस् भनेर सलिना। त्यसै गरी अर्को हुनुहुन्छ कोइनोनिया शङ्खु चर्चबाट विकेश, अनि उहाँसँगै मेनुका सञ्जय पनि उहाँसँगै खेलिराख्नु भएको छ। अनि अर्को हुनुहुन्छ युनाइटेड नेपाली चर्च जापानबाट शर्मिला।
तपाईँहरूलाई पनि स्वागत छ। 165 भनेको अर्को एउटा नाम पनि हाम्रो स्कोरबोर्डमा आएको छ। 165 चाहिँ मकवानपुर प्रशंसा चर्च नेपालबाट हो। अनि उहाँ पनि हुनुहुन्छ शर्मिला, उहाँलाई पनि स्वागत छ। आइम सरी, मकवानपुर प्रशंसा चर्चबाट विकास हुनुहुन्छ। अनि उहाँसँगै निकिता र सुस्मिता राई पनि हुनुहुन्छ उहाँको टिममा। तपाईँहरू तिनैजनालाई अल द बेस्ट। हामी अर्को प्रश्नमा जानेछौँ। क्वेसन नम्बर 6, एफिसी 6 अनुसार परमेश्वरको हतियार किन लगाउनुपर्छ? According to Ephesians 6, why put on the armor of God? Option: gain power, stand against evil, be strong in spirit, be victorious. शक्ति पाउन, दियावलसको सामना गर्न, आत्मामा बलियो हुन, विजय हुन। दियावलसको सामना गर्न भनेर 94 जनाले सही उत्तर दिनुभएको छ। यसका साथसाथै स्कोर बोर्डमा पनि एकदमै चेन्ज छ। अनन्त क्रिस्चियन चर्चबाट बुद्ध पहिलो स्थानमा हुनुहुन्छ। त्यसै गरी जापान युनाइटेड नेपाली चर्चबाट शर्मिला हुनुहुन्छ। त्यसै गरी युनाइटेड नेपाली चर्च जापानबाट बिरबल हुनुहुन्छ। त्यसै गरी अर्को नाम ज्योति चर्चबाट नाम स्पेलिङ मिस्टेक भयो जस्तो छ है, प्रशंसा हुनुहुन्छ। प्रशंसा चौथो स्थानमा। अनि 5औं स्थानमा हुनुहुन्छ निम हरिपुर प्रशंसा चर्चबाट योनेश कोइराला। तपाईँलाई पनि स्वागत छ। आज के भयो है, एकदमै नाम प्रोनाउन्सिएसन चाहिँ एकदम धेरै बिग्रिराखेको छ। लेट्स गो टु अनदर क्वेसन। मत्ती 5 अनुसार को परमेश्वरका छोराहरू कहलाइनेछन्? According to Matthew 5, who will be called the sons of God? Peacemakers, the meek, pure in heart, poor in spirit. मेलमिलाप गराउनेहरू, नम्रहरू, शुद्ध हृदय हुनेहरू, आत्मामा दीन हुनेहरू। को परमेश्वरका छोराहरू कहलाइनेछन्? Meek, the poor in spirit, pure in heart, peacemakers. 97 जनाले मेलमिलाप गराउनेहरू भनेर सही जवाफ दिनुभएको छ। मत्ती 5 को 9 मा लेखिएको छ, धन्य मेलमिलाप गराउनेहरू, तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। त्यहाँबाट निकालेको प्रश्न। अर्को प्रश्नमा हामी जानेछौँ। पहिलो थेसलोनिकी 5 अनुसार हामीले सधैँ के गर्नुपर्छ? According to 1 Thessalonians 5, what should we always do? Rejoice, work, rest, listen. आनन्दित हुनु, काम गर्नु, आराम गर्नु, सुन्नु। के गर्नुपर्छ? आनन्दित हुनुपर्छ भनेर 115 जनाले सही जवाफ दिनुभएको छ। एन्ड देयर इज अ चेन्ज इन स्कोरबोर्ड। पहिलो दोस्रो पोजिसन त्यस्तै नै छ। 5औं पोजिसनबाट तेस्रो पोजिसनमा आउन सफल हुनुभएको छ बुद्ध। एकचोटि म स्कोरबोर्ड पढ्छु है त। प्रशंसा, योनेश, बुद्ध, सुमन, राज, यो अर्डरमा हुनुहुन्छ। अनि सुमन चाहिँ नवोदय दर्शन मण्डलीबाट हुनुहुन्छ। नयाँ नाम मैले स्कोरबोर्डमा देखेर उहाँको मण्डलीको नाम पनि मैले भनिहालेँ। अर्को प्रश्नमा हामी जानेछौँ। क्वेसन नम्बर 9, यूहन्ना 6 मा येशूले आफू के हुँ भन्नुभयो? इन जन 6, what did Jesus say he is? जीवनको रोटी, संसारको ज्योति, साँचो दाखबारी, असल गोठालो। Bread of life, light of the world, through vine, good shepherd. $72 जनाले जीवनको रोटी, ब्रेड अफ लाइफ भनेर राइट एन्सर दिनुभएको छ। लेट्स गो टु द स्कोरबोर्ड। स्कोरबोर्डमा पुरै परिवर्तन आएको छ है। नवोदय दर्शन मण्डलीबाट सुमन पहिलो स्थानमा हुनुहुन्छ। नवोदय दर्शन मण्डलीबाट उहाँ सँगसँगै उहाँकै टिमबाट कृष्णला कपाली उहाँ दोस्रो स्थानमा हुनुहुन्छ। त्यसै गरी नेपाल इसाई मण्डली हरिपुरबाट योनेश तेस्रो स्थानमा हुनुहुन्छ। त्यसै गरी ज्योति चर्च मधुमल्ल नेपालबाट प्रशंसा हुनुहुन्छ। अनि त्यसै गरी बुद्ध जो अघि पहिलो स्थानमा हुनुहुन्थ्यो, अहिले अनन्त क्रिस्चियन चर्चबाट बुद्ध 5th पोजिसनमा हुनुहुन्छ। तपाईँहरू सबैजनालाई स्वागत छ। महिमाको बेदी चर्चबाट मैले
निरन उहाँलाई देखेँ अनि महिमाको वेदीबाट निरन नेपाली पनि स्कोरबोर्डमा आउनु भएको छ लगातार 3वटा उत्तर मिलाएर अनि उहाँको टिममा हुनुहुन्छ निरन नेपाली, सामुएल नेपाली र आराधना तोलङ्गी। तपाईँहरू सबैजनालाई स्वागत छ स्कोरबोर्डमा। हामी अर्को प्रश्नमा जानेछौँ। रोमी 14 अनुसार विश्वासबाट नभएको सबै के हो? According to Romans 14, everything not from faith is what? शङ्का, पाप, अन्योल, अविश्वास, doubt, sin, confusion, unbelief. विश्वासबाट नभएको सबै के हो? शङ्का हो, पाप हो, अन्योल हो, अविश्वास हो। राइट 85 जनाले पाप हो भनेर सही जवाफ दिनुभएको छ। रोमी 14 को 23 बाट सोधिएको यो प्रश्न हो अनि यसका साथसाथै स्कोरबोर्डमा चेन्ज छ। नामहरू उही नै छन्, सुमन, कृष्णी, बुद्ध, प्रशंसा, अस्मिता। अनि यो नवोदय दर्शन मण्डली नेपालबाट सुमन, कृष्णी, अस्मिता तीनैजना चाहिँ स्कोरबोर्डमा आउनु भएको छ। एउटा होल टिम तपाईहरुको चर्चलाई स्वागत छ, कङ्ग्रेचुलेसन्स। क्वेसन नम्बर 11 मा हामी जानेछौँ। यसको साथसाथै पावलले कसलाई क्रेटमा छाडे? हुम डिड पल लिभ इन क्रेट? तिमोथी, फिलेमोन, सिलास, तीतस। पावलले कसलाई क्रेटमा छाडे? तिमोथी, सिलास, फिलेमोन, तीतस। 72 जनाले तीतस भनेर सही जवाफ दिनुभएको छ। यो प्रश्न पनि तीतस 1 अध्यायबाटै सोधिएको हो। नेक्स्ट क्वेसन, मत्ती 5 अनुसार नम्रहरूले के गर्नेछन्? According to Matthew 5, what will the meek do? Be comforted, inherit the earth, receive mercy, receive kingdom of heaven. सान्त्वना पाउनेछन्, पृथ्वीमा अधिकार गर्नेछन्, दया पाउनेछन्, स्वर्गको राज्य प्राप्त गर्नेछन्। नम्रहरूले के गर्नेछन्? इनहेरिट द अर्थ, पृथ्वीको अधिकार गर्नेछन् भनेर 107 जनाले सही जवाफ दिनुभएको छ। There is no change in scoreboard. सुमन, कृष्णी, बुद्ध, अस्मिता, सलिना, तपाईहरु सबैजनालाई कङ्ग्रेचुलेसन्स। स्कोरबोर्डमा होल्ड गरेर बसिराख्नु भएको छ। हामी अर्को प्रश्नमा जानेछौँ। प्रेरित 2 अनुसार मानिसले पाप क्षमाको लागि के गर्नुपर्छ? What must people do for forgiveness of sins? परमेश्वरमा विश्वास, आत्मामा प्रार्थना, पश्चाताप र बप्तिस्मा, असल काम। Faith in God, pray in spirit, repent and baptize, good works। यो प्रेरित 2 अध्यायबाट सोधिएको प्रश्न हो। स्पेसिफिक भन्नुपर्दा प्रेरित 2 को 38। यसको सही जवाफ हो पश्चाताप र बप्तिस्मा। अनि 122 of you got this correct। ल स्कोरबोर्डमा चेन्ज छ। बुद्ध पहिलो स्थानमा हुनुहुन्छ, कृष्णी दोस्रो स्थानमा, सुमन तेस्रो, सलिना चौथो र 5औं स्थानमा अस्मिता हुनुहुन्छ। तपाईहरु सबैजनालाई स्कोरबोर्डमा स्वागत छ। होसन्ना नेपाली चर्च सिडनीबाट कन्टिन्युअसली 3वटा राइट एन्सर दिएर विक्रम पनि स्क्रिनमा आउनु भएको छ। तपाईलाई पनि स्वागत छ। लेट्स गो टु नेक्स्ट क्वेसन। अन्य भाषाका 10,000 शब्द भन्दा पावल के बोल्न चाहन्छन्? What does Paul prefer more than 10,000 words in tongues? Options: 5 words of love, 5 words of prophecy, 5 words of prayer, 5 words of instruction। प्रेमका 5 शब्द, अगमबाणीका 5 शब्द, शिक्षाका 5 शब्द, प्रार्थनाका 5 शब्द। यो प्रश्न पहिलो कोरिन्थी 14 अध्यायबाट लिएको प्रश्न हो र यसको सही उत्तर 5 वर्ड्स अफ इन्स्ट्रक्सन, शिक्षाका 5 शब्द भनेर 13 जनाले मिलाउनु भएको छ। अब स्कोरबोर्ड पनि सायद ड्रास्टिक चेन्ज आउँछ होला। लेट्स सी। ओके, जीवन ज्योति चर्चबाट सलिना पहिलो स्थानमा हुनुहुन्छ, अनन्त क्रिस्टीय चर्चबाट बुद्ध दोस्रो स्थानमा हुनुहुन्छ, नवोदय दर्शन मण्डलीबाट कृष्णी अनि सुमन तेस्रो र चौथो स्थानमा हुनुहुन्छ। अनि त्यसै गरी
असल गोठालो नेपाली चर्च युएबाट राज 5औं स्थानमा हुनुहुन्छ। अर्को एउटा नाम स्कोरबोर्डमा आएको छ, त्यो चाहिँ प्रशंसा नाजरिन चर्च नेपालबाट पल उहाँ हुनुहुन्छ। उहाँको टिमको पनि म नाम भनिदिन्छु। पल विश्वकर्मा, राहुल विश्वकर्मा र ऋतु विश्वकर्मा 3 जनाले खेलिराख्नु भएको छ। 194 प्रशंसा नाजरिन चर्चबाट तपाईँहरूलाई पनि स्कोरबोर्डमा स्वागत छ। हामी अर्को प्रश्नमा जानेछौँ। यूहन्ना 10 अनुसार येशू किन आउनुभयो? According to John 10, why did Jesus come? To give life, to establish the kingdom, to give law, to judge. जीवन दिन, राज्य स्थापना गर्न, नयाँ नियम दिन, न्याय गर्न। यूहन्ना 10 अनुसार येशू किन आउनुभयो? तपाईँहरूले थाहा पाइसक्नु भएको छ होला, यो चाहिँ यूहन्ना 10बाट सोधिएको हो। म तिमीहरूलाई जीवन दिन आएँ भन्ने भर्सबाट। अनि 121 जनाले यसको सही उत्तर दिनुभएको छ। अनि स्कोरबोर्डमा बुद्ध, सुमन, क्रिस्मी, सलिना, राज हुनुहुन्छ। अर्को एउटा नाम म यहाँको अगाडि पढ्छु। होम चर्च बेङ्गलोरबाट विद्या, उहाँ पनि स्कोरबोर्डमा आउनुभएको छ, स्क्रिनमा आउनुभएको छ। होम चर्च बेङ्गलोरबाट अजय, अभिषेक र विद्यान्ती तामाङले खेल्नुभएको थियो। विद्यान्ती तामाङ हुनुहुन्छ। विद्या, तपाईँले 3 जनालाई अल द बेस्ट। अब मैले धेरै टाइम लिएँ जस्तो लाग्यो। लेट्स डु अ बिट ऱ्यापिड फायर है त, अलिकति छिटो हामी जानेछौँ। गलाती 6 अनुसार एकअर्काको भार बोक्दा के पुरा हुन्छ? वाट इज फुलफिल्ड बाई क्यारिङ इच अदर्स बर्डन? गलेसियन्स 6 अप्सन्स आर ख्रिस्टको व्यवस्था, विश्वास, धार्मिकता, परमेश्वरको इच्छा। के पुरा हुन्छ? ल अफ क्राइस्ट, फेथ, राइचियसनेस, will of God। एकदमै फेमस वर्स गलाती 6:2बाट निकालिएको प्रश्न हो यो। र यसको सही उत्तर हो ख्रिस्टको व्यवस्था, ल अफ क्राइस्ट भनेर 56 जनाले सही उत्तर दिनुभएको छ। स्कोरबोर्डमा सुमन, क्रिस्मी, राज, अस्मिता, बुद्ध सेम चर्चेसबाट हुनुहुन्छ। अनि तपाईहरुलाई स्वागत छ। राजले कन्टिन्युअसली 7वटा प्रश्नको सही जवाफ दिनुभएको छ। तपाईलाई पनि बधाई छ है। लेट्स गो टु नेक्स्ट क्वेशन। मर्कुस 2मा येशूले आफू कसलाई बोलाउन आएको हुँ भन्नुभयो? इन मार्क 2, who did Jesus say he had come to call? Options: the righteous, sinners, those who seek him, king। धर्मीहरू, पापीहरू, उहाँलाई खोज्नेहरू, राजाहरू। मर्कुस 2मा येशूले आफू कसलाई बोलाउन आएको हुँ भन्नुभयो? So right answer was sinners, and 125 of you have got this correct. अर्को प्रश्नमा जानेछौँ। स्कोरबोर्डमा नो चेन्ज। अर्को प्रश्न यस प्रकार छ। यहुदी र अन्य जातिमा किन भेद छैन? रोमी 3 अध्यायबाट सोधिएको। Why is there no difference in Jews and Gentile? सबैले क्षमा पाएका छन्, सबै धर्मी छन्, सबैले पाप गरेका छन्, सबै समान छन्। All are forgiven, all are righteous, all have sinned, all are equal. Why is there no difference between Jews and Gentiles? रोमी 3:23बाट सोधिएको यो प्रश्न हो। सबैले पाप गरेका छन्, त्यसैले there is no difference। 100 होइन है, 90 जनाले चाहिँ यसको सही उत्तर दिनुभएको छ। स्कोरबोर्डमा हेरौँ। अस्मिता र राजको फ्लिप भएको छ, 3rd र 4th पोजिसन। अरू चाहिँ सेम छ, सुमन, क्रिस्मी, अस्मिता, राज, बुद्ध। क्वेसन नम्बर 19 लाई हेर्नेछौँ। 2022 को फिफा विश्वकप कुन देशले जित्यो? Which country won the FIFA World Cup 2022? जर्मनी, ब्राजिल, अर्जेन्टिना, फ्रान्स। जनरल नलेजबाट यो प्रश्न छ। एकदमै छिटै उत्तर दिनुभयो 110 जनाले। सायद they will get it correct। म फुटबल हेर्दिनँ भन्ने अप्सन चाहिँ छैन यहाँ हैन। 97 जनाले अर्जेन्टिना भनेर राइट एन्सर दिनुभएको छ। स्कोरबोर्डमा हेरौँ। बुद्ध फुटबल हेर्नेमा पर्नुहुन्छ जस्तो छ। उहाँ 5th बाट 3rd पोजिसनमा आउनुभयो। सुमन, क्रिस्मी, बुद्ध, अस्मिता, राज है त। तपाईहरु स्कोरबोर्डमा हुनुहुन्छ। अनन्त सालम चर्च नेपालबाट दिपा, उहाँले कन्टिन्युअस 3टा प्रश्नको सही जवाफ दिएर
उहाँ स्क्रिनमा आउनुभएको छ, तपाईँलाई पनि अल द बेस्ट। हामी हाफ वेमा पुग्छौँ प्रश्न नम्बर 20 ले। प्रश्न नम्बर 20 यस प्रकार छ, फिलेमन 1 अनुसार पावलले कसको ऋण तिर्ने प्रतिज्ञा गरे? According to Philemon 1, whose debt did Paul promise to repay? तिमोथीको, फिलेमोनको, ओनेसिमसको आफ्नो, Timothy's, Philemon's, Onesimus, his own, कसको ऋण तिरिदिने प्रतिज्ञा गरे? We have 3 seconds left. 106 जनाले ओनेसिमसको भनेर सही उत्तर दिनुभएको छ। तपाईहरुलाई बधाई छ। लेट्स गो टु द स्कोर बोर्ड। देयर इज नो चेन्ज। सुमन, क्रिस्मी, बुद्ध, अस्मिता, राज, है त। नेक्स्ट क्वेशन, क्वेशन नम्बर 21। मत्ती 9 मा येशूले भन्नुभयो, म बलिदान होइन के चाहन्छु? इन म्याथ्यू 9 जीसस सेड, आई डिजायर व्हाट? नट सैक्रिफाइस, है। दया, भेटी, कृपा, विश्वास, मर्सी, अफरिङ, ग्रेस, फेथ। म्याथ्यू 9 अनुसार उहाँले भन्नुभयो, म बलिदान होइन तर के चाहन्छु? मत्ती 9 को 13 बाट सोधिएको प्रश्न, यसको सही उत्तर हो दया, मर्सी। 105 जनाले यसलाई मिलाउनु भएको छ। स्कोर बोर्डमा हेरौँ। There is no change. Suman, Krishni, Buddha, Asmita, Raz. Let's go to next question. एकदमै सजिलो प्रश्न हो यो। हामीले कसरी सत्य बोल्नुपर्छ? How should we speak the truth? अभिषेकद्वारा, नम्रतामा, प्रेममा, साहसका साथ, with the anointing, in kindness, in love, boldly. यो प्रश्न अर्कै तरिकामा पहिला राउन्ड मा पनि सायद सोधिएको थियो। यसको सही उत्तर हो प्रेममा, स्पीक द ट्रुथ इन लभ। स्कोर बोर्डलाई हेरौँ। ओके, अस्मिता तेस्रो पोजिसनमा आउनु भएको छ, बुद्ध चौथो। सो इट्स सुमन, क्रिस्मी, अस्मिता, बुद्ध, राज। अनि एउटा अर्को नाम म यहाँको अगाडि पढ्छु, त्यो हो ज्योति एजी चर्च चितवनबाट अस्मिता हुनुहुन्छ। उहाँ पनि स्क्रिनमा आउनु भएको छ। लगातार 3वटा प्रश्नको एन्सर मिलाएर उहाँलाई पनि अल द बेस्ट। हामी नेक्स्ट क्वेसनमा जानेछौँ। क्वेसन नम्बर 23। येशूमा बप्तिस्मा लिनेले उहाँको केमा बप्तिस्मा लिन्छन्? टु बी ब्याप्टाइज इन्टु जीसस इज टु बी ब्याप्टाइज इज इन्टु हिज व्हाट? ग्लोरी, डेथ, रेजरेक्सन, लाइफ। उहाँमा बप्तिस्मा लिनेले उहाँको केमा बप्तिस्मा लिन्छन्? महिमामा, मृत्युमा, पुनरुत्थानमा, जीवनमा। अलराइट, 4 सेकेन्ड बाँकी छ हामीसँग। 46, मैले अलमोस्ट 71 तिर ध्यान गयो मेरो, है। 46 अफ यु गट दिस करेक्ट। एन्सर चाहिँ येशूमा बप्तिस्मा लिनेले उहाँको मृत्युमा बप्तिस्मा लिन्छन् भन्ने सही उत्तर हो। अनि यो चाहिँ रोमी 6 को 3 बाट सोधिएको प्रश्न हो। यसका साथसाथै आई थिंक स्कोर बोर्डमा चेन्ज छ। सुमन, कृष्णी, अस्मिता, राज, बुद्ध। राज अर्को एक स्टेप अगाडि आउनु भएको छ। अनि अर्को एउटा नाम ग्रेस क्रिस्चियन चर्चबाट योहोसु महर्जन हाम्रो स्क्रिनमा आउनु भएको छ। उहाँको टिम मेम्बर हुनुहुन्छ आमोस एन्ड दिना। तपाईहरु तीनैजना एकदम राम्रो खेल्नुहोस्। वी होप टु सी यु अन स्कोर बोर्ड। नेक्स्ट प्रश्नमा हामी जानेछौँ। यूहन्नाको पुस्तकबाट सोधिएको यूहन्ना 13 अनुसार येशूले दिनुभएको नयाँ आज्ञा के हो? इन जन 13 व्हाट न्यू कमान्ड डिड जीसस गिभ? एकअर्कालाई प्रेम गर, निरन्तर प्रार्थना गर, आत्मामा चल, एकता कायम गर। Love one another, pray always, walk in the spirit, maintain unity. उहाँले दिनुभएको नयाँ आज्ञा के हो? 124 ले एकअर्कालाई प्रेम गर भनेर सही उत्तर दिनुभएको छ, which is correct and there is no change in scoreboard. एउटा नाम म यहाँको अगाडि पढ्छु, त्यो नाम हो युनाइटेड नेपाली चर्च जापानबाट रजनी हुनुहुन्छ। उहाँलाई पनि स्कोर बोर्डमा हामीले देखेका छौँ। अल द बेस्ट। उहाँको टिम मेम्बर हुनुहुन्छ केशर परियार, सागर मोक्तान अनि उहाँ आफै रजनी माझी। तपाईहरु तीनैजनाले एकदम वी होप टु सी यु इन सेमी फाइनल एज वेल। क्वेसन नम्बर 25 मा जानेछौँ।
तीतस 2 अनुसार जवानहरूले कस्तो हुन सिक्नुपर्छ? According to Titus 2, what should young men learn to be? Famous, strong, wealthy, self-controlled. प्रसिद्ध, बलियो, धनी, संयमी. Okay, the right answer is संयमी, self-controlled. हामी कतिजना छौँ है, कतिजना छैनौँ? स्कोरबोर्ड हेरौँ एकदम संयम भएर। सुमन पहिलो स्थानमा हुनुहुन्छ, क्रिस्मी, त्यसपछि राज, त्यसपछि अस्मिता, त्यसपछि बुद्ध। अनि अर्को एउटा नाम म यहाँको अगाडि पढ्थेँ तर अनफर्चुनेटली आई डु नट नो हिज कोड यहाँ, त्यसैले अब यो नामलाई स्किप गरौँ। हामीले 25 वटा क्वेसन अलरेडी म तपाईँहरूको फेस हेर्छु एक्चुअली ल, तपाईँहरू अर्को साइडको स्क्रिनमा हुनुहुन्छ। तपाईँले राम्रो गर्दै हुनुहुन्छ। आर यु डुइङ गुड? थम्स अप दिनुहोस् त एकचोटि। ओके ल, एकछिन फोन राखेर होइन हात यसो चलाउन सक्नुहुन्छ अम्ला। ल अल द बेस्ट। म यो अर्को पेजमा गएर पनि हेर्छु है त। ल थ्याङ्क यू। लेट्स गो ब्याक। हामीले क्वेसन नम्बर 25 कम्प्लिट गरिसकेका छौँ। अब 26 देखि 40 भनेको 15 वटा मात्रै प्रश्न बाँकी छन्। तपाईहरु तयार हुनुहुन्छ? लेट्स गो टु नेक्स्ट क्वेसन। क्वेसन नम्बर 26। तिमीहरूका जीवनको चाल ख्रीष्टका के योग्यको होस्? Conduct yourself in a manner worthy of what of Christ? Gospel, grace, truth, love. सुसमाचार, अनुग्रह, सत्य, प्रेम। तिमीहरूका जीवनको चाल ख्रीष्टका के को योग्यको होस्? सुसमाचारको योग्यको, अनुग्रहको योग्यको, सत्यको योग्यको, प्रेमको योग्यको। The right answer is सुसमाचार। ख्रीष्टको सुसमाचारको योग्यको होस्। अनि 80 जनाले यसको सही जवाब दिनुभएको छ। अनि यसका साथसाथै स्कोर बोर्डमा सुमन, क्रिस्मी, अस्मिता, राज, बुद्ध हुनुहुन्छ। अनि अर्को प्रश्नमा हामी जानेछौँ। क्वेसन नम्बर 27। रोमी 10 अनुसार विश्वास के सुन्नबाट आउँछ? According to Romans 10, faith comes from hearing what? आफ्नो अनुभव, पर्सनल एक्सपिरियन्सेस, ख्रीष्टको वचन, वर्ड अफ क्राइस्ट, वचन परमेश्वरको व्यवस्था, ल अफ गड, मानिसको शिक्षा, ह्युमन टिचिङ। Faith comes from hearing what? 128 of you got this correct. Word of Christ. वचन सुन्नबाट आउँछ। I don't think there's change in scoreboard. तर एउटा अर्को चर्च नेपाल क्याल्भरी फेलोशिपबाट जितेन्द्र लामा स्कोरबोर्डमा आउनुभएको छ। तपाईँलाई स्वागत छ। उहाँसँगै रन्जु कुमारी माझी र जीवन कुमार माझी पनि हामीसँग हुनुहुन्छ टिममा। अल द बेस्ट तपाईँहरूलाई। लेट्स गो टु क्वेसन नम्बर 28। प्रश्न यस प्रकार छ। चेलाहरूले दुष्ट आत्मा किन निकाल्न सकेनन्? मत्ती 10बाट Why could the disciples not cast out the demon? Options: प्रार्थना नगरेर, did not pray, समय आएको थिएन, the time had not come, अल्पविश्वासको कारणले, little faith, अधिकार पाएका थिएनन्, no authority। The right answer is अल्पविश्वासको कारणले, they had little faith। 121 of you got this correct। 121 जनाले मिलाउनु भएको छ। And there's no change on scoreboard। हामी अर्को प्रश्नमा जानेछौँ। 29। 2 तिमोथी 1 अनुसार परमेश्वरले मानिसलाई कस्तो आत्मा दिनु भएन? According to 2 Timothy 1, what spirit did God not give us? डर, संयम, शक्ति, प्रेम, fear, self-control, power, love। बिना डर उहाँहरूले डर भनेर सही उत्तर दिनुभएको छ। 121 of you got this correct। स्कोरबोर्डमा हेरौँ। There is no change। क्वेसन नम्बर 30 यस प्रकार छ। यूहन्ना 18 अनुसार पिलातसले येशूमा के दोष भेट्टाए? According to John 18, what fault did Pilate find in Jesus?
राजा हुन खोजेको, क्लेमिङ किङशिप, ईश्वर निन्दा, ब्लेस्फेमी, कुनै दोष भेटाएन, नो फल्ट, दङ्गा, राइट, आन्दोलन गरेको। 114 of you got this correct. कुनै दोष भेटिएन भनेर स्कोरबोर्डमा हेरौँ। There is no change. सुमन, क्रिस्मी, अस्मिता, राज, बुद्ध तपाईहरु नै हुनुहुन्छ। Let's go to question number 31. तीतस 3 अनुसार हामीले कस्तो काममा समर्पित हुनुपर्छ? According to Titus 3, what should we devote ourselves to? आराम गर्न, टेक रेस्ट, धन कमाउन, अर्न मनी, असल काम, गुड वर्क, यात्रा गर्न, ट्राभल। के गर्न? डिभोटेड हुनुपर्छ, समर्पित हुनुपर्छ। दुईजनाले आराम गर्न भनेर आफ्नो आवश्यकतालाई व्यक्त गर्नुभएको छ अनि 128 जनाले गुड वर्क्स भनेर सही जवाफ दिनुभएको छ। हामी अर्को प्रश्न हेर्नुभन्दा अगाडि स्कोरबोर्डलाई हेरौँ। एक्चुअली अर्को प्रश्न हेरौँ। पावलले आफूलाई प्रेरित भनिन अयोग्य किन ठाने? Why did Paul feel unworthy to be called an apostle? परमेश्वरको आज्ञा उल्लङ्घन गरे, violated God's command, अगमवक्ताहरूलाई खेदो गरे, persecuted prophets, मण्डलीलाई खेदो गरे, persecuted the church of Christ, परमेश्वरलाई इन्कार गरे, denied God. $113 of you got this correct. इसको सही उत्तर मण्डलीलाई खेदो गरेकाले हो। Let's go to scoreboard. There is no change. सुमन, क्रिस्मी, अस्मिता, बुद्ध, राज। है हामी अर्को प्रश्नमा जाउँ। क्विज। रोमी 12 अनुसार परमेश्वरको इच्छा बुझ्न के आवश्यक छ? According to Romans 12, what is needed to know God's will? असल काम, संसारसँग मिल्नु, नयाँ मन, धार्मिक देखिनु, गुड वर्क, compatible with the world, renewed mind, appear religious. के आवश्यक छ? रोमी 12 अध्यायको 2 पदबाट सोधिएको प्रश्न हो। नयाँ मन हुनु आवश्यक छ, renewed mind। अनि 107 जनाले यसको सही जवाफ दिनुभएको छ। Okay, no change in scoreboard. अर्को प्रश्नमा जानेछौँ। क्वेशन नम्बर 34. तीतस 2 अनुसार हामीले के अस्वीकार गर्नुपर्छ? According to Titus 2, what should we deny? काम, अधर्म, शिक्षा, दुःख, work, ungodliness, teaching, suffering. के अस्वीकार गर्नुपर्छ? काम अस्वीकार भनेर एकजनाले भन्नुभएको छ। आई विश द्याट वुड बी ट्रू, तर यसको सही उत्तर हो अधर्म, अनगडलीनेस। अनि 117 जनाले यसको राइट एन्सर दिनुभएको छ। एन्ड देयर इज नो चेन्ज इन स्कोरबोर्ड। 35 मा हामी जानेछौँ। फिलेमन 1 अनुसार पावलले ओनेसिमसलाई कसरी ग्रहण गर्न भने? According to Philemon 1, how did Onesimus be received? As a stranger, as a brother, as a slave, as a servant. अपराधी जस्तै, अपरिचित जस्तै, भाइ जस्तै, दास जस्तै, सेवक जस्तै। पर्फेक्ट। 116 जनाले एज अ ब्रदर भनेर राइट एन्सर दिनुभएको छ। फिलेमनमा एउटा मात्रै अध्याय छ है। इट्स जस्ट one letter, no chapters. As a brother is the right answer. 116 of you got this correct. Let's go to question number 36. त्योभन्दा अगाडि स्कोरबोर्डलाई हेरौँ। एउटा नाम स्कोरबोर्डमा छ, नयाँ नाम। म त्यो यहाँको अगाडि पढिदिन्छु। बेथेल मिसन चर्च हङकङबाट बिनी हुनुहुन्छ। तपाईँलाई स्वागत छ। रुथ, बिनी र सुमना सुब्बा उहाँहरूले खेल्नु भएको थियो। तपाईँले कन्टिन्युअसली 3टा प्रश्नको सही जवाब दिएर स्कोरबोर्डमा हुनुहुन्छ। तपाईँको टिमलाई पनि अल दी बेस्ट। क्वेसन नम्बर 36 मा हामी जानेछौँ। रोमी 5 अनुसार जहाँ पाप बढ्यो त्यहाँ के अझ बढी बढ्यो? According to Romans 5, where sin increased, what increased more? Options are forgiveness, mercy, faith, grace. क्षमाशीलता, कृपा, विश्वास, अनुग्रह। जहाँ पाप बढ्यो के अझ बढी बढ्यो?
forgiveness, mercy, faith, grace. अनि यसको राइट एन्सर चाहिँ ग्रेस हो 119 जनाले ग्रेस भनेर सही जवाफ दिनुभएको छ Okay, and there's no change in scoreboard. Question number 37. किन मूर्ख वाद विवाद फुट र झगडाहरूबाट अलग बस्ने? Why avoid foolish controversies and argument? यो तितसबाट सोधिएको प्रश्न हो Increase knowledge, reveal truth, create enmity, unprofitable and useless. ज्ञान बढाउँछन्, सत्य देखाउँछ, शत्रुता बढ्छ, बेफाइदा र व्यर्थका हुन्छन्. Because they are unprofitable and useless. बेफाइदा र व्यर्थका हुन्छन् भनेर 110 जनाले सही उत्तर दिनुभएको छ 37 अब हामीसँग जम्मा 3टा प्रश्न बाँकी छन् 3टामा 2टा नयाँ नियमबाट छन् भने पलिन एपिसोड्सबाट एउटा चाहिँ जनरल नलेजबाट छ अलिकति ट्रिकी पनि हुन सक्छ हैन तपाईहरुले याद गर्नु होला अनि after this 3 questions हामी यो क्विज दिनेछ let's go to third last question of this round 38 कुन पत्रमा परमेश्वरका हात हतियारको वर्णन छ which letter mentions the armor of God Ephesians Philippians Romans Galatians एफिसी फिलिप्पी रोमी गलाती परमेश्वरका हात हतियारहरू कुन पत्रमा हामी पाउँछौं ओके 110 जनाले एफिसी भनेर राइट एन्सर दिनुभएको छ There is a change in scoreboard. यो स्कोरबोर्डलाई म एक्चुअली फेरि पढ्दिन्छु के थाहा एकछिनपछि यो नाम आउँछ कि आउँदैन है नवोदय दर्शन मण्डलीबाट हामीसँग सुमन कपाली फर्स्ट पोजिसनमा हुनुहुन्छ नवोदय दर्शन मण्डलीबाटै अर्को नाम छ कृष्मिला कपाली उहाँ दोस्रो स्थानमा हुनुहुन्छ त्यसैगरी अनन्त क्रिस्टीय चर्चबाट बुद्ध तामाङ तेस्रो पोजिसनमा हुनुहुन्छ नवोदय दर्शन मण्डलीबाट अस्मिता कपाली चौथो पोजिसनमा हुनुहुन्छ असल गोठालो नेपाली चर्च युएई बाट राज धनुकी पाँचौं स्थानमा हुनुहुन्छ सो we have 3 churches here let's go to second last question of this round 39 एक थेसलोनिकी 4 अनुसार परमेश्वरको इच्छा के हो according to 1 Thessalonians 4 what is God's will grace salvation righteousness sanctification अनुग्रह उदार धार्मिकता पवित्रता पहिलो थेसलोनिकी अनुसार परमेश्वरको इच्छा के हो 78 जनाले sanctification पवित्रता भनेर सही जवाफ दिनुभएको छ there is no change in scoreboard यही अर्डरमै छौं अन्तिम प्रश्न त्यसपछि हामी आजको क्विजको फर्स्ट सेकेन्ड एन्ड थर्ड हेर्ने छौं है त यो अन्तिम प्रश्न हो ध्यान दिएर हेर्नु होला जनरल नलेजबाट सोधिएको छ 2024 को ओलम्पिक फ्रान्सको पेरिसमा आयोजना भएको थियो the 2024 Olympics were held in Paris France true or false $50-50 भएछ है almost 69 जनाले ट्रू भनेर यसको सही जवाफ दिनुभएको छ Let's see the podium now. Wildcard round को third position मा हुनुहुन्छ second position अब first position हेरौं सुमन ल सुमन क्रिस्मी अनि अस्मिता तपाईहरु तीनैजनालाई बधाई छ अनि एक्चुअली उहाँहरु सबैजना एउटै चर्चबाट हुनुहुन्छ नवोदय दर्शन मण्डलीबाट नवोदय दर्शन मण्डलीको होल टिमलाई कङ्ग्रेचुलेसन्स अब हामी फिडब्याक लियौं है त
उहाँहरूले राम्रो फिडब्याक दिनुहुन्छ भन्ने मैले आश गरेको छु। अनि हजुरहरूले यो क्विज सिद्धिने बित्तिकै, यो सेवा सिद्धिने बित्तिकै कृष्ण सरसँग सम्पर्क गर्नुहोला। हुन्छ, थम्स अप दिँदै गर्नुहोस्। म मेरो स्क्रिनलाई यहीँनिर सेयरिङ स्टप गर्छु। बाँकी समय फेरि म अनिललाई लिन्छु। हवस्, हेमन्तजीलाई धेरै धेरै धन्यवाद अनि यहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। सो हामी पनि एकदमै एक्साइटिङ भइकन म पनि तपाईँहरू सँगसँगै खेल्दै थिएँ। मलाई आशा लाग्छ यहाँ जतिजना पार्टिसिपेट हुनुहुन्न हामी सबै पनि कसले हामी कति राइट एन्सर दिन सक्छौँ भनेर हामी पनि पक्कै पनि पछाडिबाट खेल्दै नै थियौँ भन्ने मलाई लागेको छ, किनकि म पनि खेल्दै थिएँ। धेरै धन्यवाद। एकदमै कम्पिटिसन थोरै नम्बरले तलमाथि भएको छ र यहाँहरू जतिवटा टिम, जतिवटा मण्डली सेमी फाइनलमा प्रवेश गर्नुभएको छ, यहाँहरू सम्पूर्णलाई हामी बधाई भन्दछौँ। एकचोटि फेरि पनि हामी सबैजनाले ताली बजाएर हामीले एक अर्कालाई धन्यवाद भन्दछौँ। हेमन्तजीलाई धेरै धन्यवाद, असल प्रकारले बाइबल क्विज गराउनु भएको लागि धेरै धन्यवाद भन्दछौँ। उहाँ असल गुरु, असल टिचर पनि हुनुहुन्छ। हवस्, ल यहाँहरू सबैलाई धन्यवाद। जतिजनाले फेसबुकबाट हजुरहरूले खेल्नु भएको छ यहाँहरूलाई पनि हामी धेरै धेरै धन्यवाद भन्दछौँ। तपाईँहरूलाई थोरै समय कुरिदिनु हुन हामी अनुरोध गर्दछौँ। तपाईँहरूलाई कुर्नु हुँदै गर्दा हामी एउटा असल भजन या कोरस या एउटा गीतलाई हामी सुन्नेछौँ। म यो समय सबिना सुनामजीलाई लिइदिनु हुनलाई म अनुरोध गर्दछु। हस्, धन्यवाद। सबिना ज्यू, हजुरले मलाई सुन्नु भएको छ? हजुर, हस्, थ्याङ्क यू। अनिल सर, म्युट गर्न नमिलिराखेको? हस्, धेरै धन्यवाद कार्यक्रम सञ्चालक अनिल सर, आइएनएचएलटी टिम, आजको हिरामा पार्टिसिपेट हुनुभएका सम्पूर्ण भाइ बहिनीहरू, सञ्चालकज्यू अनि साथै सम्पूर्ण परमेश्वरका जनहरूलाई रात्रिकालीन अभिवादन। प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। र जतिजना पार्टिसिपेट हुनुहुन्छ, विनर हुनुहुन्छ, सबैलाई शुभकामना, बधाई भन्दै आज भजन नम्बर 92 द्वारा परमेश्वरको महिमा गर्न चाहन्छु। हृदयको मेरो राजा यीशुलाई धेरै नै माया छ, उहाँको चोखो प्रेमदेखि मलाई केले पो छुटाउँछ। हुन्छ, यस गीतद्वारा पनि परमेश्वरको महिमा भएको होस्। हृदयको मेरो राजा यीशुलाई धेरै नै माया छ, उहाँको चोखो प्रेमदेखि मलाई केले पो छुटाउँछ, केले पो छुटाउँछ। हृदयको मेरो राजा यीशुलाई धेरै नै माया छ, उहाँको चोखो प्रेमदेखि मलाई केले पो छुटाउँछ, केले पो छुटाउँछ। दिनको मेरो जीवनमा ख्रीष्टको आश्चर्य काम देख्दछु, दिनको मेरो जीवनमा ख्रीष्टको आश्चर्य काम देख्दछु। हरेक असम्भव यीशुमा सम्भव भएको देख्दछु, हरेक असम्भव यीशुमा सम्भव भएको देख्दछु। हृदयको मेरो राजा यीशुलाई धेरै नै माया छ, उहाँको चोखो प्रेमदेखि मलाई केले पो छुटाउँछ, केले पो छुटाउँछ।
हुन्छ धन्यवाद जय मसिह सबैलाई हस् जयमसी सबिनाज्यूलाई धेरै धन्यवाद हामीलाई लामो समयदेखि यसरी असाध्यै मिठो भजन कोरस आशिषमय भजन कोरसबाट हामीलाई यसरी सहायता पुर्याइराख्नु भएको छ सेवा पुर्याइराख्नु भएको छ प्रभुले यहाँको सेवकाईमा पारिवारिक जीवनमा प्रशस्त आशिष दिनुभएको होस् अब ढिला नगरिकन फेसबुकको नतिजा हेर्ने समय आएको छ त्यसकारणले म यो बाँकी समय सुस्मिता चौलागाईज्यूलाई लिदिनु हुन म अनुरोध गर्दछु हस् धन्यवाद हुन्छ यहाँहरू सम्पूर्णलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह धेरै धन्यवाद यो समयको निम्ति आदरणीय दाइलाई हामी ढिला नगरिकन हाम्रो फेसबुक विनर्सलाई हेर्नेछौँ पहिलो विनर जीवन गलान हुनुहुन्छ यहाँलाई धेरै धेरै बधाई त्यसै गरी हामी ढिला नगरिकन दोस्रो विनरलाई हेर्नेछौँ प्रिया राणा यहाँलाई पनि धेरै धेरै बधाई त्यसै गरी हामी ढिला नगरिकन तेस्रो विनरलाई हेर्नेछौँ युलियस गौतम यहाँलाई पनि धेरै धेरै बधाई साथै फेसबुक विनरलाई यही राख्दै यहाँहरू सम्पूर्णलाई फेरि पनि बधाई तथा शुभकामना दिन चाहन्छु सेमी फाइनलको लागि राम्रो प्रिपरेसन गर्नको लागि पनि म शुभकामना दिन चाहन्छु र यति भन्दै बिदा हुन्छु जय मसीह धन्यवाद जय मसीह सुस्मिताजीलाई धेरै धन्यवाद हामीलाई फेसबुकबाट विनर सुनाइदिनु भएको लागि धन्यवाद र यहाँहरूलाई पनि हामी एकदमै हार्दिक बधाई भन्दछौँ साथसाथै सेमी फाइनलको लागि अझै थोरै मेहनत अब गर्नुहोस् यहाँसम्मको मेहनतले तपाईँहरू यहाँ आइपुग्नु भएको छ यहाँलाई धेरै धन्यवाद भन्दछौँ हामी शुभकामना दिन चाहन्छौँ म एउटा सूचना फेरि पनि म दोहोऱ्याउन चाहेँ जति आजको गुरुबारको अन्तिम प्रार्थनापछि वुमन्स फेलोसिपको लागि तयारी हुनुभएका जति पनि सम्बन्धित पास्टर जतिजना अगुवाजीहरू हुनुहुन्छ हजुरहरू यसै जुममा बसिदिनु हुन अनुरोध गर्दछु सो मिटिङको लागि हजुरहरू तयारी हुनुहोस् भन्नलाई हामी चाहन्छौँ साथसाथै आजको अब हामी अन्तिम समयमा आएका छौँ यहाँहरू सम्पूर्णलाई हामी धेरै 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 धन्यवाद बधाई दिन चाहन्छौँ जतिजना सेमी फाइनलमा पुग्न सक्नु भएन यहाँहरूलाई पनि धेरै धन्यवादका साथमा बधाई भन्छौँ अर्कोचोटि अवश्य फेरि पनि मेहनत साथ आउनुहोस् थोरैले मात्रै हारजित भएको छ यहाँलाई धन्यवाद भन्छौँ हामी हिरा परिवार हामी आइएनएसएलटी परिवार हजुरहरू मण्डलीका सम्पूर्ण अगुवाजन मण्डलीजन र सम्पूर्ण पार्टिसिपेटका परिवारजनलाई पनि हामी धेरै धन्यवाद भन्दछौँ तपाईँहरूले उत्साहका साथमा आफ्ना छोराछोरीलाई आफ्ना भाइ बहिनीहरूलाई यसरी यस बाइबल क्विजमा पार्टिसिपेट गराइदिनु भयो यहाँले पछाडिबाट गर्नुभएको प्रार्थना सहायताको निम्ति हजुरहरू सम्पूर्णलाई हामी धन्यवाद भन्दछौँ जजेस प्यानलमा हुनुभएका गुरुबाहरूलाई हामी धेरै धन्यवाद भन्छौँ साथसाथै सम्पूर्ण गुरुजनलाई हामी धन्यवाद भन्दछौँ यसरी हामीलाई उत्साह दिनको निम्ति हजुरहरूको उपस्थिति प्रार्थना र सहायताको निम्ति धन्यवाद भन्छौँ हेमन्त सरलाई हामी धेरै धन्यवाद भन्दछौँ हामीलाई असल प्रकारले गेम यसरी खेलाउनु भएको छ सो
यो एकदमै महत्त्वपूर्ण छ। म आफै पनि बाइबल क्विज मन पराउने र खेल्दै आएको हुँ र यो एउटा चकलेट खाएको जस्तो नभइकन यो चाहिँ एउटा खदिलो भोजन यहाँहरूले खानुभएको छ। यसले पछिसम्म आउने अगुवाईमा प्रभुको काम गर्नको लागि अगुवाई आउँदै गर्दा या आफ्नै व्यक्तिगत जीवन र आफ्नो परिवारमा सिकाउँदै गर्दा पनि असाध्यै उपयोगी परमेश्वरको वचन हामीले सिकेका छौँ, यहाँले सिक्नुभएको छ र यहाँको पछिको जीवनमा पनि यसले प्रभुको वचनहरू तयारी गर्न सिकाउनमा अर्थात् सिक्नमा सहायता पुग्नेछ र आफैलाई पनि बलियो रूपमा खडा गर्नेछ। म सम्पूर्णलाई फेरि पनि एकचोटि धन्यवादको साथमा अब हामी अन्तिम समयमा आएका छौँ। हामी अब अन्तिम प्रार्थना आशिषको प्रार्थना गर्नेछौँ। यसको निम्ति हाम्रो बिचमा सुरुदेखि नै आदरणीय डाक्टर पास्टर मनोज श्रेष्ठ गुरुबा हाम्रो बिचमा हुनुहुन्छ। म यो समय गुरुबालाई हस्तान्तरण गर्दछु र यसको साथमा आजको क्विजलाई पनि यहीँ बिट मार्दै यहाँहरूबाट बिदा हुन चाहन्छौँ। धेरै धन्यवाद। जय मसीह। म बाँकी समय गुरुबालाई लिइदिनु हुनलाई विशेष अनुरोध गर्दछु। हस्, धन्यवाद। हुन्छ, तपाईँहरू सबैजनालाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह। हाम्रो अनिल भाइलाई धन्यवाद र सम्पूर्ण टिमलाई धन्यवाद, साथै तपाईँहरू सबैजना भाग लिइदिनुहुनेहरूलाई पनि धन्यवाद। एकदम राम्रोसँग गेम भएको छ र म के भन्न चाहन्छु भने तपाईँले एकचोटि फेरि हेर्नुहोस् होइन। हामीले यो क्विज कन्टेस्ट गर्दाखेरि चाहिँ यो तपाईँहरू भाग लिनेहरूलाई पनि देखाउने र विशेष गरेर जित्ने ठिक उत्तर दिनेहरूलाई हाइलाइट गर्ने पनि कोसिस गरेका छौँ होइन। तपाईँको कसको रियाक्सन विशेष गरेर जित्नेहरू कहिलेकाहीँ चाहिँ विशेष हाम्रो नवोदय दर्शन मण्डलीको भाइ बहिनीहरू होइन, उहाँहरूले अगाडि राखेर जे होस्, तर उहाँहरू त्यति खुसी चाहिँ मैले देखेन किन हो कुनै होइन। अरू एक्साइटेड भइरहेको थियो तपाईँ। तर जस मैले भन्नु खोजेको कुरा चाहिँ तपाईँहरू भाग लिँदाखेरि विशेष अब यो सेमी फाइनलमा आउँदाखेरि वी आर गोइङ टु हाइलाइट यु होइन। तपाईँले आफ्नो नम्बर चाहिँ लेख्नुपर्ने हुन्छ र हाइलाइट गर्दाखेरि तर छेउछेउको मान्छे चाहिँ नदेख्ने रहेछ, बिचको मान्छे मात्रै। तर हाम्रो नवोदय दर्शन मण्डलीले राखेको जस्तै फोन राख्दाखेरि चाहिँ तिनैजना देख्छ, ठ्याक्क त्यति चाहिँ आउने रहेछ। त्यस कारण छेउछेउको चाहिँ हाइलाइट गर्दा देख्दैन। तर तपाईँहरूले खेल्दै गर्दा हामी तपाईँहरूलाई मान्छेले फेसबुकमा युट्युबमा हेर्दैछ भने थाहा पाउनुहोस् होइन। खुसी हुनुहोस्, दुखित त्यति नहुनुहोस् नमिल्दाखेरि पनि। अर्को पालि मिलाउँछु भने खुसी हुँदाखेरि चाहिँ हुन्छ। ल हुन्छ, जे होस्, धन्यवाद। आउनुहोस् हामी प्रार्थना गरौँ। महान अनि सर्वशक्तिमान परमेश्वर पिता, हामी तपाईँ परमेश्वरलाई धन्यवाद चढाउँदछौँ। तपाईँ परमेश्वरको वचन अध्ययन गरेर अनि वचनमा हामीले आफूलाई प्रभु तालिम दिँदै सिक्दै अनि यसरी प्रतियोगितामा भाग लिइराखेका छौँ। यो सम्पूर्ण कुरालाई हामी तपाईँ परमेश्वरको हातमा राख्दछौँ र अब जुन खेलहरू बाँकी छ, जुन गेमहरू बाँकी छ, त्यसमा ठिक तरिकाले अध्ययन गर्न अनि यो प्रभु खालि गेमको लागि मात्र होइन, यो हाजिर जवाफको लागि मात्र होइन, तर तपाईँ परमेश्वरको वचनलाई प्रेम गर्ने बनाउनुहोस् भने हामी प्रार्थना गर्दछौँ। सबै कुराको निम्ति धन्यवाद। प्रार्थना येशू ख्रीष्टको नाउँमा, आमेन। ल हुन्छ, तपाईँहरू सबैजनालाई जय मसीह। जय मसीह। आदरणीय गुरुबा सबैजनाहरूलाई जय मसीह। जय मसीह सबैजनालाई। जय मसीह। यहाँ सबैलाई जय मसीह। जय मसीह।